हेलो गाइज नमस्ते अन्जे शम्भु। आज चाहिँ म ड्युटीको फर्स्ट टाइम है। यो चाहिँ मेरो ड्युटीको ड्रेस हो, हेर कस्तो छ। अलि फन्नी छ है। अब चाहिँ म रेडी भइसकेको छु गाइज होइन। अब बाहिरबाट ज्याकेट पनि लाग्यो, हल्का बाहिरको वेदर जाडो जाडो छ है। अब निस्किन लाग्यो। साँच्चै म त भन्नै बिर्सेछु, म चाहिँ अहिले हाल रोमनियामा छु है। अब यो चाहिँ हाम्रो त्यो फ्ल्याट हो होइन, अब उतापट्टिको फ्ल्याट हो। म आएको पनि धेर त भएको छैन, अब 10-15 दिन भएको छ होइन। अब हामीलाई चाहिँ कम्पनीले 10 दिन पछाडि काम दियो। अहिले चाहिँ हामी दुईजना दाइ र म जाँदैछौँ, अरू चाहिँ अरूतिर काम गर्छन्। टोटल हामी 4 जना हो। अब दुईजनाको सिफ्ट चाहिँ भोलि छ, अब हामी दुईजनाको सिफ्ट चाहिँ आज छ, हो त्यसरी मिलाएको छ। अनि हामी चाहिँ निस्किसकेका छौँ। अब आज लास्टै ढिलो भइसकेको छ। फेरि यहाँको अब ट्राफिक सिग्नल फेरि एकदम कडा छ होइन। अब जबसम्म मान्छेको त्यहाँ हिँड्ने सिग्नल देखाउँदैन तबसम्म हिँड्नै नपाइने रहेछ, त्यत्तिकै ढिलो भइरहेछ। त्यही माथि फेरि यो सिग्नलले गर्दा के अरे दाइ, आजको दिन सकेपछि के अरे हाम्रो 2 दिन फेरि बस्छ नि त। हाम्रो त फेरि एकदम चिल छ गाइज होइन। अब हिजो र आज ड्युटी गऱ्यो, अब भोलि र पर्सि फेरि छुट्टी छ हाम्रो। यति रमाइलो ड्युटी छ, कहाँ पाउँछ यति रमाइलो ड्युटी। हेर त बाटोभरि फुलेको छ, हेर्नु न कति राम्रो मौसम छ। आजको मौसम पनि राम्रो छ, प्लस यो फुलले गर्दाखेरि अलग्गै भाइब दिइरहेछ। फेरि त्यही माथि ढिलो भइरहेछ क्या फेरि आज। अब ढिलो उठेपछि अब हिँड्दै जानुपर्ने लगभग 500 मिटर जति हिँड्नुपर्छ। त्यही माथि फेरि गाडीको टाइम टेबल छ क्या फेरि। अब 20 मिनटमा गाडी आउँछ, अब ढिलो भइसकेको छ हामीलाई। अब यहाँ अगाडि जानुपर्ने, अब आज बसले मार्छ होला। अब फेरि 8:50मा पुग्नुपर्ने हो क्या फेरि ड्युटी चाहिँ। फेरि 8:50मा पुगेर रातिको 10 बजे मात्रै सकिन्छ। त्यो कारणले छिटो गरेर हिँड्दैछौँ। अब हेरौँ, यहाँ चाहिँ फेरि हरेक बाटो क्रसिङमा सिग्नल छ। यो रातो बत्ती देखाइरहेछ नि, त्यो हरियो भएपछि मात्रै हिँड्न पाइन्छ। फेरि आज त्यसै ढिलो भएको, त्यही माथि यो ट्राफिक लाइट यसरी हरियो लाइट बलेपछि मात्रै हिँड्न पाइन्छ, नभए त फेरि गाडीले कताबाट हान्छ थाहा नै पाइँदैन। यहाँ त एकदम बाटो क्रस गर्दा ध्यान दिनुपर्छ। नेपालको जस्तो होइन, हात देखाउँदै बाटो क्रस गर्न मिल्दैन। यसरी हरियो लाइट बलेपछि मात्रै हिँड्नुपर्छ। बल्ल आइपुग्यो बस स्टेसनमा। अब यहाँ बस स्टेसनमा पर्खिनुपर्छ, E2 भन्ने बस आउँछ, अनि मात्रै त्यसमा चढेर जाने हो। त्यो ठ्याक्कै हाम्रो लोकेसन, हाम्रो काम गर्ने ठाउँको लोकेसनमा पुग्छ क्या त्यो बस चाहिँ फेरि। त्यसलाई अब वेट गरौँ, हेरौँ। अब 8:14 भइसकेको छ, यिनीहरू कतिखेर आउने हो गाडी। यो चाहिँ हाम्रो बस कार्ड हो, कम्पनीले बनाइदिएको। टक्क यसलाई गएर स्क्यान गर्नुपर्छ। स्क्यान गरेपछि पैसा केही तिर्नु पर्दैन, उसले एक्सेप्ट गर्छ, सट्ट जाने हो। यो चाहिँ यहाँको इलेक्ट्रिक बस हो है गाइज। अब त्यो हामीले ट्रेन देख्थ्यौँ नि माथि लाइनबाट चल्ने, यो चाहिँ यहाँको इलेक्ट्रिक बस हो। माथि ट्याक्क उसको जोडेको हुन्छ, लाइनबाट चल्छ यो बस। फाइनली हाम्रो बस पनि आइसकेको छ होइन। अब सट्ट यसको ढोका खुल्छ होइन। ढोका खुलेपछि भित्र पहेँलो बक्स हुन्छ, चट्ट त्यो पहेँलो बक्समा कार्ड स्क्यान गर्नुपर्छ। स्क्यान गरेपछि पैसा तिर्नु पर्दैन। यस्तो छ है हामी जाने बस चाहिँ है। अब बस सरर कुद्छ। अब हेरौँ, आज ट्राफिक सिग्नल भएन भने त छिटै पुगिन्छ, हेरौँ के हुन्छ। हामी चाहिँ बसबाट उत्रिसकेको छौँ, लगभग 8:45 भइसकेको छ। 5 मिनट मात्रै छ हामीसँग अब लोकेसनमा पुग्न। लगभग 750 मिटर जति अझै हिँड्नुपर्छ हामीले अब हाम्रो काम गर्ने लोकेसनमा पुग्न। हेरौँ पुगिन्छ कि पुगिँदैन टाइममा। आज हामी काम गर्ने लोकेसनमा चाहिँ आइपुग्यौँ फाइनली। अब हाम्रो साथीहरू पनि अगाडि छन्। त्यति भएपछि चाहिँ ढुक्क भयो, धन्न ढिलो भएको रहेनछ भन्ने सोच्यौँ। अब त्यति भएपछि त ढुक्कले जाँदैछौँ आनन्दले, केही डर छैन। यो चाहिँ हाम्रो काम गर्ने साथीहरू हो। अगाडि 2 जना रोमनियाकै केटीहरू छन्, अरू सब नेपाली केटाहरू हुन्। जेउस केटाहरू चाहिँ रमाइलो छन्। अब यो चाहिँ हाम्रो थापा दाई, हेलो भन्नु भनेको त हात मात्रै हल्लाउनुहुन्छ, के गर्नु होइन। हामी काम गर्ने ठाउँको नाम चाहिँ मेसोपोटामिया हो होइन गाइज। उयो अगाडि देखिएको, त्यहाँभित्र काम गर्नुपर्ने हो। अब कोही केही गर्छन्, कोही केही गर्छन्, कोही अगाडि छन्, कोही क्यासियर छन् होइन। फाइनली आइसक्यौँ हामी चाहिँ होइन। अब ड्रेसेस चेन्ज गरिसक्यो मैले पनि। ड्रेस चाहिँ मेरो यही हो होइन। अब कामतिर लाग्नुपर्छ गाइज, फोन चलाउन पाइँदैन। अब भित्र आइसकेपछि अब त्यो चाहिँ ब्रेक टाइममा मात्रै हो फोन युज गर्न पाइने। अब ब्रेक टाइम चाहिँ भएको छ होइन। यो चाहिँ रोल हो, म चाहिँ रोल खाँदैछु ब्रेक टाइममा होइन। ब्रेक टाइम फेरि 20 मिनटको मात्रै हुन्छ क्या। अब खाँदै सकिन्छ ब्रेक टाइम। 3 चोटि हुन्छ हाम्रो ब्रेक टाइम चाहिँ दिनमा होइन। 20 मिनटको हुन्छ, टोटल 1 घन्टाको ब्रेक टाइम हुन्छ।
अब चाहिँ गाइज छुट्टी भएर हामी जाँदैछौँ होइन, के गर्नु, रातिको 10 बजिरहेछ, बस पर्खिँदै हो। म चाहिँ रुम आइसकेँ होइन, अब लगभग 10:30-11 बजिसकेको छ। अब खानासाना खाएर अब सुत्नुपर्ने। यस्तो छ गाइज, अब आजको यो मिनी ब्लग चाहिँ यतिमै एन्ड गरौँ है, फेरि भेटौँ।